हाम्रो सेफ फक्सुन्टोको यात्रा सुरु हुन्छ कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट। काठमाडौँबाट फ्लाइट लिएर सिधै सुर्खेत आएर र कोही चाहिँ दाङको राजधानीबाट कोलपुर हुँदै बसबाट सुर्खेत आएर हामी अघिल्लो रात सुर्खेतको होटेलमा बस्छौँ र बिहान उठेर सेफ फक्सुन्टो जानको लागि आफ्नो सामानहरू प्याक गरेर निस्किनलाई तयारी अवस्थामा रहन्छौँ। हाम्रो यो रमाइलो यात्राको सुरुवात हुन्छ मध्यपश्चिमको मुख्यद्वार सुर्खेतको बुलबुले बस पार्कबाट। बिहानको सिमसिमे पानी, चिसो हावा र झुल्के घाम सँगै बस पार्कमा एउटा छुट्टै किसिमको रौनक हुन्छ। यस बस पार्कबाट डोल्पा जानलाई धेरै विकल्पहरू छन्। खासमा सुर्खेतबाट डोल्पाको दुनाई सिधै बस अथवा सानो जिप पनि जाने गर्छ भने हामी अलिक फरक आजलाई फोर्स गाडी चढेर तल्लो बगर जाने यात्रा तय गर्छौँ। सुर्खेत बस पार्कबाट छिन्चु बजारसम्म पुग्नलाई हामी सुब्बाकुना हुँदै भेरीको पुल तरेर हाम्रो यात्रा अगाडि बढ्छौँ। छिन्चुबाट दायाँ मोडिएपछि हामी जाजरकोट डोल्पा सडक खण्ड प्रवेश गर्छौँ र त्यहाँ सुरु हुन्छ पहाडी सडकको असली परीक्षा। छिन्चुबाट जाजरकोटको खलङ्गा जाने सडक पक्की भए पनि विभिन्न ठाउँमा ग्राभेल रहेको हुन्छ र साँगुरो सडक र रोमाञ्चक यात्रा सँगसँगै भेरी नदीको किनारै किनार भेरी नदीको सुसेलीले यात्राको थकानलाई सङ्गीतमा बदलिदिन्छ। हामी जति अगाडि बढ्छौँ पहाडहरू अग्ला हुँदै जान्छन् र मान्छेको बस्तीहरू पातलो। सुर्खेत बाटोको करिब 3 घण्टाको यात्रापछि हामी पुग्छौँ छेडा बजार, जुन पहिला जाजरकोटको मुख्य बजार पनि हुने गर्थ्यो र आजको बिहानको खाना चाहिँ हामी यही छेडा बजारमा खान्छौँ। जाजरकोटको खलङ्गा, कालेगाउँ, कालीमाटी हुँदै हामी नलगाडको दल्ली बजारसम्म पुग्छौँ र दल्लीबाट तल्लो बगरको लागि आफ्नो यात्रा तय गर्छौँ। दल्लीबाट तल्लो बगरको बाटो पहिला ग्रामीण बाटो थियो भने अहिले भर्खरै यो बाटो पिच भएको छ, जसले गर्दा त्यहाँको स्थानीयहरूलाई धेरै नै सजिलो भएको उहाँहरू भन्नुहुन्थ्यो। हामी बिहानदेखिको यात्रा सिमसिम पानीबाटै सुरु गरेको थियौँ भने तल्लो बगर आइपुग्दा पनि पानीले हाम्रो साथ छोडेन। तल्लो बगरको हामी बगर भिला होटेलमा आजलाई बस्ने भयौँ र यहाँ अहिलेसम्म पनि पानी भने परिरहेकै छ। हामी गौतम चाहिँ यही ठाउँबाट ओरिजिनेटेड हो, हाम्रो पुर्ख्यौली फलो हो यो तामकोटको। यहाँ तल भेरी छ र यो चाहिँ तल्लो बगर हो, यो तल्लो बगर र अहिले पनि पानी परिरहेछ। स्ट्रिम रातभरि पानी परेको छ हिजो र फोरकास्टले चाहिँ आज पनि दिनभरि पानी पर्ने फोरकास्ट छ। त्यही भएर आज हामी प्लान चाहिँ सुलीघाट गएर बस्ने प्लान छ। सुलीघाटबाट चाहिँ नेसनल पार्कको गेट वेमा चाहिँ 20 मिनट अथवा आधा घन्टा हिँडिसकेपछि त्यहाँ बस्नु ठाउँ छ अरे। पानी पऱ्यो भने आज हामी हिँड्दैनौँ, त्यही गरेर बस्छौँ र भोलिबाट बस मात्रै हिँड्नु स्टार्ट गर्छौँ। हामी जाने गाडी सायद यही हो। यहाँबाट गाडी पनि लाग्दो रहेछ मजाले। गाडी छोडेर हामी सुलीघाटतिर जान्छौँ एकछिनमा। त्यो भाइ चाहिँ एकदम रमाइलो भाइ रहेछ होइन। यहाँ हाम्रो उसको भाइको ट्याटु एकचोटि ट्याटु हेरौँ भाइ। ट्याटु हेर्नु नि सर। अनि अर्को कानमा उसले सिम इजेक्टर पनि हालिरहेको छ। सिम हाल्ने पनि झिन्डाइदिन्छ सर।
हामी जाँदैछौँ डोल्पा अँ। चाहिँ यो अब हाम्रो सुरु हुन्छ बोलेरोको अफरोड यात्रा। यहाँबाट डोल्पाको सदरमुकाम दुनैसम्म जानको लागि बोलेरो गाडीहरू नै मुख्य सहारा हुन्। यहाँ आइपुगेपछि एउटा कुरा के थाहा भयो भने तल्लुदेखि दुनैसम्मको प्रति व्यक्ति भाडा रु 2000 नेपाली हुन्छ, तर यात्रामा अलिकति बार्गेनिङ त चल्छ नै। भाडा केवल सिटका लागि मात्र होइन, यो त संसारकै खतरनाक र रोमाञ्चक मध्येको एक सडकमा यात्रा गरेको अनुभवका लागि पनि हो। बोलेरोको हुडमा सामान बाँधेर कच्ची सडकको उखड पाखड छिचोल्दै गर्दाको त्यो अनुभव शब्दमा बयान गर्नै सकिन्न। एकतिर अग्ला पहाड पहरा, अर्कोतिर ससाउँदै गरेको भेरी नदी। तल्लु बगरको 2.5 घन्टाको बोलेरो यात्रापछि हामी आइपुग्छौँ आठफिसकोट नगरपालिकाको त्रिवेणी भन्ने ठाउँमा। त्रिवेणीमा खाना खाइसकेपछि अब हाम्रो यात्रा अझ विशेष मोडमा पुग्छ। यहाँबाट हामी रुकुम पश्चिम जिल्लालाई बिदा गर्दै डोल्पा जिल्लाको सिमाना त्रिवेणीको यो पुल तर्ने बित्तिकै हामी आधिकारिक रूपमा डोल्पाको माटोमा पाइला टेक्छौँ। बाटोमा पर्ने खदाङ गाउँ, सिरविन्दे जस्ता साना तर रमणीय ठाउँहरूलाई निहाल्दै हाम्रो यात्रा जारी नै रहन्छ। त्रिवेणीबाट अगाडि बढेपछि हाम्रो बोलेरो एउटा यस्तो ठाउँमा आइपुग्छ जहाँ पुगेपछि मनमा छुट्टै किसिमको शान्ति र भक्तिभाव पलाउँछ। यो हो त्रिपुराकोट। यहाँ पहाडको फेदीमा ठुलीभेरी नदी बगिरहेकी छिन् भने टाकुरामा साक्षात भगवतीको वासस्थान श्री बाला त्रिपुरा सुन्दरी मन्दिर अवस्थित छ। यो मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठ मध्येको एक हो। भनिन्छ यहाँ साक्षात देवीको निवास छ। डोल्पाको यो विकट भूगोलबाट यति भव्य र ऐतिहासिक मन्दिर देख्दा जो कोही पनि अचम्मित हुन्छन्। हामी फर्किँदा श्री त्रिपुरा सुन्दरीको दर्शन गर्छौँ भनी हामी अगाडि बढ्यौँ। हाम्रो टोली बाटो बनाउँदै गाडी हिँड्नलाई बन्यो। अब हामी ठुलीभेरी नगरपालिकामा प्रवेश गर्यौँ। यो नगरपालिका डोल्पाकै सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो, किनकि यहाँ जिल्लाको सदरमुकाम दुनै र जिल्लाको एकमात्र विमानस्थल जुफाल अवस्थित छन्। ठुलीभेरी नदीको तिरेतिर अगाडि बढ्दा देखिने अग्ला पहाड र पहराहरूले यो ठाउँको विकटता र सुन्दरता दुवैलाई एकसाथ छल्काउँछ। यो विमानस्थल नेपालकै साहसिक विमानस्थल मध्येको एक मानिन्छ, जहाँ सडक पुग्नुभन्दा धेरै दशक अगाडिदेखि जहाजहरूले डोल्पालीको सेवा गर्दै आएका छन्।
र करिब तल्लो बगरबाट 4 घन्टाको बोलेरो यात्रापछि हामी आइपुग्छौँ सुलीगाड, जहाँबाट हामी आफ्नो पैदल यात्रा सुरु गर्छौँ। सुलीगाड, जहाँबाट हाम्रो पाइलाले वास्तविक पदयात्राको स्वाद चाख्नेछ। यहाँ ठुलीबेरी नदी र सुलीगाड नदीको सङ्गम हुन्छ। यहाँ एउटा सानो सेनाको चेकपोस्ट छ र सेफ फक्सुडो राष्ट्र निकुञ्जको कार्यालय यहाँबाट 20 मिनट अगाडि रहेको छ, जहाँ हामीले आफ्नो नाम दर्ता गराउनु पर्छ। त्यहाँ चाहिँ हामी टिकट लिन्छौँ पहिला, अनि त्यसपछि चाहिँ हामी नेसनल पार्कभित्र छिर्छौँ। यहाँ चाहिँ हाम्रो रेड प्यान्डा, मक्स, डियरहरू, सेफ फक्सुन्डो लगायत विभिन्न पदमार्गहरू र यहाँबाट कुन ठाउँ कति किलोमिटर छ भनेर सम्पूर्ण जानकारी यहाँ पाइन्छ। हिँडेको आधा घन्टा जति भयो। रमाइलो छ ट्रेक पनि, ट्रेल पनि। सुलीगाडबाट हिँड्न सुरु गरेपछि बाटो निकै रमणीय छ। सुलीगाड नदीको सफा र कञ्चन पानी हाम्रै छेउबाट सुसाउँदै बग्छ। यद्यपि बाटो कतै साँगुरो र पहिरोमा बिचमा पर्छ, जहाँ खच्चडका लस्करहरू भेटिँदा निकै सावधानी अपनाउनु पर्छ। चट्टान काटेर बनाइएका साँगुरा बाटाहरू। यो भूगोल साँच्चीकै साहसिक छ। माथि उक्लिँदै गर्दा हरियाली हराउँछ र सुरु हुन्छ डोल्पाको प्रख्यात हिमाली मरुभूमि। खोलालाई कैयौँ पटक दायाँ र बायाँ काठे पुलको सहाराले तरेपछि र तर्दै हाम्रो यात्रा अगाडि नै बढिरहन्छ। सुलीगाड जङ्गलको बाटो हुँदै अगाडि बढेपछि हामी एउटा सानो र रमणीय बस्तीमा आइपुग्छौँ, जसको नाम हो काग्नी। सुलीगाड नदीको ठिक किनारमा अवस्थित यो गाउँ पदयात्राका लागि भने पहिलो दिनको खाजा खाने वा थकाइ मार्ने उत्तम ठाउँ हो। हामी भने 2 बजे सुलीगाड आएको हुनाले हामी यहीँ काग्नीमै बसेर हाम्रो पदयात्रा भोलि सुरु गर्ने निधो गर्छौँ। स्टे गरेका थियौँ। यो चाहिँ आज बिहान मर्निङ हो। पानी जति सबै फाटिसक्यो, अब छैन बादल। हिजोको हाम्रो बसाइरहेको थियो काग्नीको राजु होटेलमा। यो होटेलमा एकदमै पारिवारिक वातावरण, लोकल अर्ग्यानिक खाना, सिस्नुको साग खाएर हामी रमणीय हिसाबले आनन्दले बसेका थियौँ। भने आजको हाम्रो पदयात्रा खाना खानको लागि छेप्का हुनेछ र आज बेलुकाको बास हाम्रो रिम्छेमा तय गर्नेछौँ। थ्याङ्क यू तपाईँहरूलाई एकदमै। सकेसम्म हामी थोरै मान्छे भयो बेला अर्ग्यानिक खुवाउने प्रयास गर्छौँ। काग्नी बसाएपछि हाम्रो दोस्रो दिनको यात्रा सुरु हुन्छ। अबको हाम्रो यात्रा अलि बढी चुनौतीपूर्ण र उकालो लाग्छ। सुलीगाड नदीलाई तल छाडेर हामी जङ्गलको बाटो हुँदै अगाडि बढ्छौँ। जति जति माथि जान्छौँ हावा अझ स्वच्छ र वातावरण अझ सुनसान हुँदै जान्छ। अबको हाम्रो लक्ष्य हो छेप्का, जहाँ हामी आजको दिनको मुख्य खाना लन्च गर्नेछौँ।
ट्रेल चाहिँ अहिलेसम्म त्यस्तो ठाडो चाहिँ छैन, सम्मै छ। छेप्का पुग्दासम्म चाहिँ त्यसपछि चाहिँ कस्तो हुन्छ थाहा छैन। अहिलेसम्म चाहिँ सम्मै ट्रेल छ। अहिले यो टी हाउस आइपुग्यो, एकछिन हामी बस्छौँ, यो चिया खान्छौँ, त्यसपछि फेरि हाम्रो 1 घन्टा छेप्का। अब छेप्का जानलाई हामी एकछिनपछि हिँड्छौँ। यो टी हाउसबाट भने छेप्काको लागि ठाडै उकालो पर्दो रहेछ। करिब 1.5 घन्टा वा 2 घन्टाको ठाडै उकालोमा हामी थकान मार्दै बिसाउँदै हिँडिरहेका छौँ। दाजु के छ अहिलेसम्म ट्रेल कस्तो छ? ठिक छ, स्टिप छैन? त्यस्तो स्ट्रिप छैन, ग्रेजुअल्ली अल्टिट्युड लिने रहेछ, त्यो चाहिँ राम्रो हो। र चिन्ता भइसक्यो। सेफ फोक्सुन्डो गाउँपालिका सुरु हुँदो रहेछ। यहाँ चाहिँ बोर्ड पनि छ। पानी टन्न पियो केटी हो। समुद्री सतहबाट करिब 2700 मिटरको उचाइमा रहेको यो सानो र घना जङ्गल बिचको एउटा बस्ती। यहाँ पुग्दा हामीले करिब 3 देखि 4 घन्टाको पैदल दूरी तयार गरिसकेका हुन्छौँ र शरीरलाई तातो खाना र केही बेरको आरामको सख्त जरुरत हुन्छ। छेप्काको विशेषता भनेको यहाँको सादगी खाना हो। यहाँका होटलहरू आधुनिक छैनन्, तर यहाँको आतिथ्यले मुटु छुन्छ। यहाँको भान्सामा छिर्दा दाउराको धुवाँ र अर्ग्यानिक सिमीको दालको बास्नाले तपाईँको सारा थकान बिर्साइदिन्छ। पदयात्रामा हामीले धेरै कुरा सिक्छौँ, तर छेप्कामा बसेर खाएको त्यो तातो खानाले हामीलाई सिकाउँछ कि जीवनका साना खुसीहरू नै सबैभन्दा ठुला हुन्छन्। यहाँ मोबाइलको घन्टी बज्दैन, इन्टरनेटको तनाव हुँदैन। यहाँ हुन्छ त केवल मानिसहरू बिचको गफ र नदीको निरन्तर सङ्गीत। छेप्काबाट माथि लागेपछि बाटो अझ एकान्त र चुनौतीपूर्ण हुँदै जान्छ। त्यसैले धेरैजसो पदयात्रीहरू यहाँ पेटभरि खाना खाएर र आफ्नो पानीको बोतल भरेर मात्र अगाडि बढ्छन्। छेप्काको त्यो न्यानो खाना र केही बेरको विश्रामले हाम्रो खुट्टामा नयाँ जाँगर भरिदिएको छ। अब हाम्रो लक्ष्य आजको वासस्थान रिन्चे पुग्नु हो। बाटोभरि भेटिने काठका पुलहरू, चलुङ्गे पुलहरू, खोलाको सुसेलेको आवाज, पहराहरू र सानो टी हाउसहरू र सानो बस्तीहरूले हाम्रो यात्रा धेरै मनमोहक बनाइरहेको हुन्छ। बाटो अलिक त्यस्तो अघिसम्मै थियो। अब यहाँ चाहिँ छेप्का पुग्दा चाहिँ अलिक ठाडो छाडो स्टिप ठाडो, तर बाटो पनि त्यो सानो न्यारो, तल चाहिँ खोज, बाटो सानो न्यारो छ र अलिकति एडभेन्चरियस, अलिकति डरलाग्दो बाटो चाहिँ छ। वेदर कस्तो? वेदर उता माथि हिउँ अहिले पनि छ, हिजो राति हिउँ परेको।
पदयात्रालाई वर्षेनी खोलाले असर गरेको, खोलाले बाटो काटेको हुनाले यहाँ चाहिँ क्याबिनले बाटो बनाएको हुँदा यो अलिकति दीर्घकालीन रूपमा सजिलो हुने भएकोले यहाँ ग्याभिनमा पनि ट्रेल रुट भएको पाइयो। हाम्रो दाइको टी हाउस होइन, रेची पुग्नुभन्दा कति आधा घन्टा अगाडि चाहिँ यो टी हाउस भेटिन्छ। यहाँबाट चाहिँ रेची अब अलमोस्ट 25 देखि 30 मिनट जति लाग्छ। अनि उता देखिरहेको अघिदेखि हामीले देखाइरहेको हिमालको नाम चाहिँ भुक्पा रहेछ। त्यो चाहिँ भुक्पा हिमाल चाहिँ पछाडितिर पर्छ, जुन हामी यताबाट क्रस गरेर आयौँ र फाइनल्ली हामी रेची आइपुग्यौँ। छेप्कादेखिको कठिन उकालो, ती डरलाग्दा पहराका बाटो र झोलुङ्गे पुलहरू पार गरिसकेपछि हामी अनन्त रिन्चे आइपुग्छौँ। एउटा सानो तर निकै शान्त बस्ती हो। आजको हाम्रो बास यही हुनेछ। जब हामीले आफ्नो भारी झोला बिसायौँ तब मात्र शरीरले वास्तविक राहतको सास फेर्यो। रिन्चेका होटलहरू एकदमै साधारण छन्। ढुङ्गा र माटोले बनेका पर्खालहरू र माथि काठले छाएको छत। यहाँ पुग्दा बाहिरको तापक्रम निकै घटिसकेको हुन्छ। यहाँको डाइनिङ हलमा एउटा सानो फलामको चुलो, जसलाई बुखारी भन्छ, जसको वरिपरि बसेर आगो ताप्नुको आनन्द नै अर्कै हुन्छ। तातो सुपको हरेक घोट्कीले शरीरमा नयाँ जीवन सञ्चार गरे जस्तो हुन्छ। 3025 मिटरको हाइटमा मिड पोइन्ट होटल चलाउने सृजना दिदीको राम्रो आतिथ्य सँगसँगै हामी बिहान उठेर अब हाम्रो यात्रा तय गर्ने तयारीतर्फ अगाडि बढ्छौँ। हाम्रो आज बिहानको ट्रेक सुरु भयो नि त। अब रेचीबाट स्टार्ट गऱ्यौँ होइन, आज हामी लेकै पुग्छौँ। यहाँबाट लगभग 4 घन्टा आदि लाग्छ लेक पुग्न। खाना बेलुकै खान्छौँ। यो सबै एक्सट्रिम चिसो। आजको दिन हाम्रो लागि निकै महत्त्वपूर्ण छ, किनकि आजै हामीले त्यो सपनाको ताल फोक्सुन्डो पुग्नु छ। रिन्चेबाट निस्किएपछि बाटो केही बेर नदी किनारै जान्छ, तर आजको बाटो बोर्डिङसम्मलाई चाहिँ सम्मै बाटो छ। वनको सेन्टर भनेको 18,000 वर्ष पुरानो। झारसुगुको बोन भने त्यसकै हो, त्यसमा बोनै भनेर मिल्दैन, अलिक चाहिँ डिस्टेन्स। यो चाहिँ यताको यो झोलुङ्गे पुल तरेर चाहिँ पुङ्मु लेक जाने रहेछ। हामी त्यहाँ जाँदैनौँ, हामी चाहिँ यता सेतिर लाग्छौँ भने यो बाटो यो झोलुङ्गे पुल तरेपछि चाहिँ पुङ्मु 4 ताल जाने बाटो चाहिँ त्यहाँ चाहिँ यसको डिस्क्रिप्सन चाहिँ यहाँ दिएको छ। अब हामी फेरि अगाडि बढ्छौँ। रिम्चेबाट करिब 1 घन्टाको पैदल यात्रापछि आइपुगिन्छ यो रमणीय ठाउँ बाक्राल। यहाँ 2-4वटा टी हाउस र होटेलहरूको पनि व्यवस्था रहेको छ भने यस ठाउँबाट बोर्डिङ पुग्नलाई पैदल करिब 20 मिनट लाग्छ र यो ठाउँबाट बोर्डिङको लागि चाहिँ अलिकति उकालो पर्छ। बोर्डिङ आइपुग्यो चाहिँ बोर्डिङ टक्कै हिमालको भ्यू छ। हामी हिजो बसेको ठाउँबाट 1.25 घन्टामा यहाँ आइपुग्यौँ। एलिभेसनमा छौँ। सम्झना होटेल सम्झना 2 रहेछ फेरि यो। यो ठाउँ जसलाई हामीले अघिदेखि बोर्डिङ भन्दै आएका छौँ, यसको वास्तविक र स्थानीय नाम भने स्याजल रहेछ। यहाँ एउटा विद्यालय सञ्चालित छ जहाँ हिमाली क्षेत्रका बालबालिकालाई अङ्ग्रेजी र तिब्बती भाषाको विशेष शिक्षा दिइन्छ। यही आवासीय विद्यालय भएको कारणले गर्दा नै यो ठाउँको नाम स्याजल ओझेलमा परेर जनजीवनमा यो ठाउँको नाम बोर्डिङ रहन गएको रहेछ। ताल चाहिँ कहाँनिर हो ठ्याक्कै? यो डाँडाबाट यता जानुपर्छ। हजुर ए ताल होइन, आज त्यो उमा तालै भनौँ न, होटेल 3 घन्टामा पुग्छ होइन? ठिक छ। यो बोर्डिङको नाम ताक्रिच्या बोर्डिङ रहेछ। ताक्रिच्याको अर्थ स्थानीय तिब्बतियन भाषा अथवा डोल्पाली भाषामा चाहिँ ता अर्थात् घोडा हुन्छ र कृच्या अर्थात् मोड वा बाटो हुन्छ। त्यसैले ताक्रिच्याको शब्द अर्थ हुन्छ घोडाले पनि मोडिन गाह्रो हुने ठाउँ वा घोडाले पनि दुःख पाउने उकालो।
यो नामले नै स्पष्ट पार्छ कि यो ठाउँ कति ठाडो र चुनौतीपूर्ण छ। यो ठाउँको नाम त कुनै बोर्डिङै भन्छ, चुनुवार। चुनुवार पारीको बोर्डिङ, यो चाहिँ चुनु। पारीको नाम चाहिँ साइजल हो। ए बोर्डिङ भने त्यो स्कुल बोर्डिङ भएर बोर्डिङ भएको ए त्यो त मैले अघि खिचेँ। ए अब चुनुवारबाट सुरु हुन्छ हाम्रो उकालो यात्रा। यहाँको उकालो अति नै थकाउने, अति पसिनाले भिजाउने र ठाडो उकालो। अब यहाँबाट से फक्सुन्डो तालसम्मको सम्पूर्ण बाटो नै उकालोमा हामीले भ्रमण गर्नुपर्नेछ। ब्यागले चाहिँ यो कुन चाहिँ एकदम दुख्ने भएछ। यो र यसपछिको उकालो हाम्रो यात्राको अन्तिम ठुलो परीक्षा हो। यहाँबाट जङ्गल पातिँदै जान्छ र भूगोल अझ बढी खुला र विशाल देखिन थाल्छ। हावाको चिसोपनले बताइरहेको छ कि हामी 3500 मिटरभन्दा बढीको उचाइमा छौँ। यो उकालो सकिने बित्तिकै हामीले एउटा यस्तो दृश्य देख्नेछौँ जसका लागि हामीले यो 3 दिन पसिना बगाएका छौँ। यो खण्डमा बाटो निकै घुमाउरो र ढुङ्गाले भरिएको छ। बाटो न्यारो छ। यो भने से फक्सुन्डोको पदयात्राको सबैभन्दा गाह्रो उकालो रहेको थियो। यहाँ बाटो यति साँघुरो छ कि एकपटकमा एकजना मात्र हेर्न मिल्छ। अर्कोतिर ठुलो चट्टान भिर छ भने एकतिर सिधै मृत्युको खोज। यहाँ हिँड्दा सन्तुलन मिलाउनु नै सबैभन्दा ठुलो चुनौती हो। उचाइमा पुगेपछि चल्ने यो तीव्र गतिको हावा अर्को ठुलो समस्या हो। कहिलेकाहीँ हावाको वेग यति कडा हुन्छ कि यसले मान्छेलाई नै भिरबाट तल धकेल्न खोज्छ। यस्तो बेला हामीले आफ्नो शरीरलाई भित्तातिर झुकाउनुपर्छ। बाटोमा भएका ढुङ्गा र चट्टानका चेपहरू समात्दै पाइला पाइलामा होस पुर्याउँदै अगाडि बढ्नुको विकल्प छैन। मसिनो न्यारो डेन्जर। तल हेर्दा टाउको रिङ आउँछ तर माथि हेर्दा बाटो सकिने नामै लिँदैन। ढुङ्गा समात्दै हत्केलाले चट्टानको स्पर्श गर्दै हामी बिस्तारै अगाडि बढ्छौँ र फाइनल्ली हामी त्यो ठाडो उकालो सक्छौँ र अलिकतिसम्म बाटो देखिन्छ र हामीलाई लाग्छ अब हामी से फक्सुन्डोको धेरै नजिक आइसकेका छौँ। र यससँगै हामी से फक्सुन्डोको गेट चाहिँ आइपुग्यौँ।
फोक्सुन्डोको गेटबाट केही मिनट ओह्रालो झरेपछि हामी एउटा यस्तो संसारमा पुग्छौँ जहाँ आधुनिकताले अझै पाइला टेक्न सकेको छैन। यो हो रिङ्मो गाउँ। समुद्र सतहबाट करिब 3660 मिटरको उचाइमा अवस्थित यो गाउँलाई स्थानीय भाषामा छोवा भनिन्छ, जसको अर्थ हुन्छ ताल किनारको गाउँ। फोक्सुन्डो तालकै निकासबाट बनेको एउटा प्राकृतिक बाँधमा सजिएको यो गाउँ डोल्पाको मात्र होइन, विश्वको लागि अनौठो मानव बस्ती हो। यो गाउँको वास्तुकला निकै पुरानो र मौलिक छ। यहाँका घरहरू स्थानीय ढुङ्गा र माटोबाट बनेका छन्। घरका छतहरू समथर छन्, जहाँ हिउँदका लागि दाउरा र खाद्यान्न सञ्चय गरिन्छ। यहाँका बासिन्दाहरू मुख्यतया तिब्बती मूलका छन्। उनीहरूको जीवनशैली, पहिरन र भाषाले हामीलाई सयौँ वर्ष पुरानो हिमाली सभ्यताको सम्झना गराउँछ। यहाँ करिब 30 देखि 40वटा घरहरू छन्, जहाँका मानिसहरू विशेषतः पशुपालन र हालका वर्षहरूमा पर्यटनमा निर्भर छन्। यो गाउँको अर्को सबैभन्दा ठुलो विशेषता भनेको यहाँको धर्म पनि हो। रिङ्मो गाउँ बोन धर्मको एउटा मुख्य केन्द्र हो, जुन बुद्ध धर्मभन्दा पनि पुरानो धर्म मानिन्छ। गाउँको छेउमा रहेको थासुङ छैलिङ गुम्बा झन्डै 900 वर्ष पुरानो छ। यहाँका मानिसहरू प्रकृतिको पूजा गर्छन् र ताललाई अत्यन्त पवित्र मान्छन्। र हामी करिब दिउँसोको 2 बजेतिर रिङ्मोको होटल हिमालयमा आइपुग्छौँ, जहाँ आज हामी बस्छौँ र आज पनि ताल हेर्छौँ गएर र भोलि पनि दिनभरि हामी एक्सप्लोर गर्नेछौँ। हामी दिउँसोको खाना खाएर बसेको मात्र के थियौँ, धेरै ठुलो त होइन, तर कपास जस्तो हल्का हल्का हिउँ पर्न थाल्यो। हामी सबै थकाइ मारेर होटलको आँगनमा निस्क्यौँ। डोल्पा आउनु अघि हिउँ पर्ला भनेर सोचेका पनि थिएनौँ, तर यो हाम्रो लागि एउटा सरप्राइज जस्तै भयो। हिजोसम्म पसिना काट्दै उकालो चढेका थियौँ, आज हिउँसँग खेल्न पाउँदा सबै दुःख बिर्सियौँ। हल्का हिउँ परिरहेकै थियो, तर हामीलाई ताल हेर्न जाने हतारो भयो। हिउँमै भए पनि ताल हेरौँला भनेर हामी होटलबाट तालतिर लाग्यौँ, तर सोचे जस्तो सजिलो रहेनछ। बाहिर मौसम पुरै बिग्रिसकेको थियो। रिङ्मो ताल पनि भनिन्छ र यसको चाहिँ कान्जिरोवा र सागर हिमालय मेन सोर्स हो, वाटर सोर्स। यो तालको सबैभन्दा अचम्मको कुरा यसको रङ हो। घामको किरणसँग यसले आफ्नो रङ बदल्छ। कहिले गाढा निलो देखिन्छ त कहिले आकाश जस्तै कञ्चन। 3600 मिटरभन्दा बढीको उचाइमा रहेको यो तालको पानी यति सफा छ कि भनिन्छ यसमा कुनै जलचर जीव अथवा माछा अथवा एक्वेटिक एनिमलहरू पाइँदैन। त्यसैले त यो ताल जति शान्त छ उति नै रहस्यमय पनि छ। से फोक्सुन्डो ताल अङ्ग्रेजी अक्षरको वाई आकारको छ। यसको वरिपरि रहेका अग्ला र नाङ्गा पहाडहरूले यसलाई झन् आकर्षित बनाएका छन्। एकतिर रिङ्मो गाउँ र अर्कोतिर प्रख्यात क्याराभान फिल्म खिचिएको भिरको बाटो। यो ताल केवल पानीको भण्डार मात्रै होइन, यो हजारौँ वर्षदेखि यहाँका मानिसहरूको आस्थाको केन्द्र पनि हो। यहाँका स्थानीयहरूले यो ताललाई अत्यन्तै पवित्र मान्छन् र यसको पूजा पनि गर्छन्। तर यो ताल कसरी बन्यो भन्नेबारे एउटा निकै रोचक र पुरानो कथा छ, जुन स्थानीय बोन धर्मसँग जोडिएको छ। भनिन्छ धेरै समय पहिला यहाँ ताल थिएन, एउटा ठुलो हराभरा गाउँ थियो। कथाअनुसार एकपटक बौद्ध धर्मका गुरु पद्मसम्भव, जसलाई गुरु रिम्पोचे पनि भनिन्छ, एउटी महिलालाई एउटा बहुमूल्य वस्तु दिनुभएको थियो। तर त्यो महिलाले गुरुको आज्ञा पालना गरिनन्। गुरु रिम्पोचे रिसाएर त्यो वस्तु फिर्ता लिन खोज्दा त्यहाँबाट पानीको ठुलो मुहान फुट्यो। त्यो पानीले बिस्तारै पुरै गाउँलाई डुबायो र यो विशाल ताल बन्यो। कथा र किम्वदन्ती आफ्नो ठाउँमा होलान्, तर वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने से फोक्सुन्डो लेकको उत्पत्ति निकै रोचक छ। यो ताल कुनै ज्वालामुखी वा ग्लेसियरबाट बनेको होइन। भौगोलिक रूपमा यो ताल एउटा नेचुरल ड्याम हो। झन्डै 30,000 देखि 40,000 वर्ष पहिले एउटा ठुलो भौगोलिक हलचलका कारण यो क्षेत्रमा विशाल पहिरो गएको थियो र त्यो पहिरोसँगै आएका चट्टान र माटोले पुरै उपत्यका थुनिदियो र फोक्सुन्डो खोलाको बहावलाई पूर्ण रूपमा रोक्यो। समय बित्दै जाँदा त्यो थुनिएको पानीले त्यो विशाल तालको रूप लियो।
त्यसैले अहिले पनि त्यो तालको दक्षिणपट्टि हेर्ने हो भने हामीले त्यो जमानामा गएको पहिरो र त्यसका अवशेषहरूको थुप्रोहरू देख्न सक्छौँ। त्यो मेरो पछाडिको सेफक्सुन्डो ताल हो र फाइनली आइपुग्यो। हिउँ परिरहेछ, त्यसले गर्दा भ्यूहरू राम्रो देखाएको छ। त्यही भएर सो द्याट हामी भोलि एकचोटि फेरि यहाँ आएर फुल भिडियो बनाउँछौँ। अहिलेलाई यसको पानीको कलर चाहिँ कस्तो निलो दामी मिठो कलर दिइरहेछ यहाँ कति। अनि आउने बित्तिकै स्नोफल पनि एक्सपिरियन्स भयो। र लेक चाहिँ उता छ, झन्डेडान यता छ। र अघि थोरै मात्र हिमपात भइरहेको सेफक्सुन्डोमा अब भने भारी हिमपात भएको छ। टाढासम्म हिउँ मात्र देखिएको छ। जो स्नोफल राम्रै भयो राति, त्यहाँको डाँडाहरू र यो पुरै स्नो कभर छ अहिले। यस्तो मिठो भ्यू आइरहेछ। धेरै स्नो चाहिँ पग्लेछ। लकिली बिहान भने मौसम क्लियरली खुल्यो र आजको दिनको हाम्रो सेफक्सुन्डो हेर्ने धोको सेतो हिउँ सँगसँगै पुरा हुन्छ। र यो अवसरको लागि हामी प्रकृतिलाई धन्यवाद भन्नै पर्छ। र धेरै मनमा कौतूहलता र जोस जाँगर लिएर हामी सेफक्सुन्डो ताल फेरि अवलोकन गर्नलाई अगाडि बढ्ने प्लान गर्छौँ। हामी सेफक्सुन्डोको झलक पाउँदा वरिपरि सेताम्य हिउँहरूले ढाकेको थियो। तर अचम्मको कुरा, यति रातभरि हिउँ पर्दा पनि तालको पानी भने नजम्दो रहेछ। पानी कञ्चन नजमेर स्टिल नै थियो। मेरो पछाडि भएको चाहिँ सेफक्सुन्डो लेक। दामी भ्यू आइरहेछ। यो लेकमा चाहिँ लिभिङ बिङ भने अब एक्वेटिक भनौँ न, माछाहरू त्यस्तो लिभिङ थिङ केही पनि छैन भनेर बोर्डमा थियो। यो अलिक वन्डर लेक पनि रहेछ। 360 भ्यू चाहिँ यो दृश्यमा देखिरहेको ठुलीभेरी नदीको उद्गम स्थल हो। ठुलीभेरी नदी यही सेफक्सुन्डो तालबाट सुरु हुन्छ र यो बगिरहेको ठुलीभेरीको पोइन्ट हो भने सानी भेरी चाहिँ धौलागिरी रिजनबाट सुरु हुन्छ र ठुलीभेरी र सानो भेरी नदीको सङ्गम भइसकेपछि भेरी नदी बन्ने गर्छ। भनेपछि ठुलीभेरीको जन्मस्थल अथवा उद्गमस्थल चाहिँ सेफक्सुन्डो तालबाटै हुन्छ। फक्सुन्डो तालको छेउमा बसेर त्यहाँको सुन्दर प्रकृति र शान्त वातावरणको मजा लिँदा लिँदै हामीले करिब 3-4 घन्टा त्यहीँ बितायौँ।
तालको त्यो अद्भुत दृश्यले हाम्रो मन एकदमै फुरुङ्ग बनायो। त्यसपछि हामी ताललाई अलि माथिबाट हेर्नका लागि भ्यू पोइन्टतर्फ जान तयार भयौँ। अगाडि बढ्दै जाँदा बाटोभरि हिउँ नै हिउँ जमेको थियो। त्यो हिउँको चिसोलाई बिर्सेर सेतै पुरिएको बाटोलाई पन्छ्याउँदै र आफ्नो पाइलाहरूको बाटो बनाउँदै हामी भ्यू पोइन्टतर्फ अगाडि बढ्छौँ। जुन कोणबाट हिँडे पनि त्यस्तै राम्रो देखिने सेफ अक्सुन्डो। हामी भ्यू पोइन्ट जाँदा बाटोबाट पर्ने हरेक एङ्गलबाट हेर्दा पनि त्यस्तै मन लोभ्याउने सेफ अक्सुन्डोलाई हेर्दै हाम्रो बाटो अगाडि बढ्छौँ। भ्यू पोइन्ट जाँदा बाटो उकालो, शरीर थाकेको तर पनि रमणीय दृश्यले थाकेको अनुभव पनि गराएको थिएन। हिमालय क्याराभ्यानमा छायाङ्कन गरिएको यो एक झरेको दृश्य ठ्याक्कै यही पोइन्ट पर्छ। हामी भ्यू पोइन्ट जाँदा यो एक झरेको दृश्य पनि हेर्न पाउँछौँ। म चाहिँ सोचे भन्दा पनि खतरा लाग्यो लेक। सेफ अक्सुन्डोको वाइसेप यस पोइन्टबाट क्लियरली देखिन्छ। यहाँ तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ सेफ अक्सुन्डो वाई अङ्ग्रेजी अल्फाबेट वाईको आकारमा रहेको छ। हिरोगिरीको पराकाष्ठा हो गौतम भने। कहाँ नराम्रोसँग फस्छ त्यो चाहिँ थाहा छैन है, तर अहिलेसम्मलाई चाहिँ हिरोगिरीको पराकाष्ठै होला। ठ्याक्कै के छ। हामी सेफ अक्सुन्डो अघिल्लो दिन र आज भोलिपल्ट सँगसँगै 3-4 घन्टा सेफ अक्सुन्डो वरिपरि घुमेर भ्यू पोइन्टसम्म पुगेर अब हामी यो प्यारो स्वर्गको टुक्रा सेफ अक्सुन्डोलाई बाई बाई गर्ने समय भने आएको छ। कुरो छ कि हामी त्यहाँबाट हिँड्या हो पहिला, यता यो बाटो हिँड्दै 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 आएर यहाँ आइपुग्यो। अझै स्टिल त्यहाँसम्म जानुपर्ने हुन्छ। वरिपरि कृष्ण क्याम्प आउँदैछ र प्लेनबाट फर्किँदैछौँ अहिले लेक पछाडि। दामी ओ के भयो? इको सिंगल शान्त एकदम अथेन्टिक। सेफ अक्सुन्डो तालको त्यो कञ्चन निलो पानी र प्रकृतिको न्यानो काखमा करिब हामी 4 देखि 5 घन्टा कसरी बित्यो त्यो पत्तै भएन। त्यहाँको सुन्दरतामा निकै रमाएपछि अब अनन्त सेफ अक्सुन्डोबाट फर्किने बेला भयो। तालको त्यो जादुमय दृश्यलाई आँखाभरि सजाएर
हामी अब फर्किने तर्खरमा छौँ। बिहान 8 बजे आएको थियौँ। 8 बजेदेखि 9, 10, 11, 12, 1 अहिले 1 बज्नु थाल्यो भने चाहिँ 5 घन्टा हामी लेक एक्सप्लोर गऱ्यौँ र भ्यू पोइन्ट पुगेर हामी चाहिँ अहिले फर्किन थाल्यौँ। अब गएर खाना खान्छौँ होटेलमा। त्यसपछि हामी आज अन द वे बस्छौँ र भोलि सुर्खेतबाट काठमाडौँ अथवा दाङ पुग्ने गरी हिँड्छौँ। यो चाहिँ भेरी नदी हो, यहाँबाट अगाडि लेकबाट बढाएको छ भने यो चाहिँ अमेजिङ सिन हो। र हामी वी लभ यु सेफ अक्सुन्डो, वी लभ यु सेफ अक्सुन्डो, बाई बाई। ब्यागबाट बनेको जोड्दाखेरि राम्रो देख्दैन होला नि। त्यही त हामी योहरू झरेको त हो यो कुन चाहिँ यो यहाँबाट अनि त्यो कसरी लामो चाहिँ कसरी भयो त? त्यो त अब भुलाको चाहिँ झर्नुपर्छ। यस्तो राम्रो हिजो साँझ र अहिले पनि बसियो ल भाउजू नमस्ते। भन्नु। आउने पाहुनाहरू छ भने आउनु होला, हाम्रोमा सुविधा राम्रै पाइन्छ। हामी उहाँको नम्बर र सबै चाहिँ भिडियोमै हालिदिन्छौँ। कोही यता से ट्रेक गर्न खोज्दै हुन्छ नि हिमालय होटलमा आएर बस्दा हुन्छ। यो चाहिँ हाम्रो ओडासीजीको होटल पनि हो होइन, एकदम राम्रो पनि छ। हस् भाउजू बाई बाई डोल्पो रिग्मो अन्टिल वी मिट अगेन होइन त दाजु। ल हामी फर्किन थाल्यौँ हो। अहिले दिउँसोको 1, 1:30 बज्नु थाल्यो। फर्किँदा यहाँ डाँफे होटलमा खाना खायौँ, मिठो च्याङ्ग्राहरू पनि छ। कति रेगिला खाना पाए चाहिँ मजा आउँथ्यो। अब बाबाजी गर्दै हुनुहुन्छ, बाबाजीको सालीले फोटो खिच्दै हुनुहुन्छ। अब चाहिँ हामी खाना खाएर निस्किन्छौँ। अहिले बज्यो 3 अलमोस्ट। अब चाहिँ हामी 1-2-3 घन्टा हिँड्छौँ। हामी आज रेचीबाट हिँड्न लाग्यो होइन बिहान 7:30 बजे। Not How do you so feeling? tempted to walk. अब हामी निस्क्यौँ रेचीबाट। ल जाउँ। चु जाडो। हामी हाम्रो 4 दिनको सेफ अक्सुन्डो ट्रेक अब यहाँ आएर अन्त्य हुन्छ। सुलीघाट पुगेर हामी एउटा बोलेरोलाई बोलाएका थियौँ। बोलेरो आएपछि हामी त्यो बोलेरो चढेर आज चाहिँ फेरि ब्याक टु तल्लु बगर बसेर भोलिपल्ट बिहान हामी सुर्खेत अथवा दाङको यात्रा तय गर्छौँ। हाम्रो गुरुजी भोलिसम्मको हाम्रो सहयात्री